डियर साथीहरू हामी चाहिँ यहाँ दाइहरूले पछि पूजा गर्नु हुँदो रहेछ। यहाँ चाहिँ के हुन्छ भन्दा नि भाइ, हजुर यो एकपटक के भयो भने धेरै पटक विदेश जानको लागि ट्राई गर्यो अरे के होइन एउटा मान्छे। हजुर अनि ट्राई गर्दा गर्दा पनि भएन, नभइसक्यो पछाडि एउटा सपनामा उसले के देख्यो भन्दा पहिले अरब भन्थ्यो, अनि सपनामा देख्यो अरे त्यहाँ मन्दिरमा के अरे घन्टी चरा तेरो त भिजा लाग्छ भनेको अरे। साँच्चै चराको ट्याक्कै भिजा लागेको अरे। त्यो हाम्रै वरिपरिको कता हो सिन्ताङ ओतिपट्टिको मान्छे, ठ्याक्कै नाम त थाहा भएन। हजुर त्यो छ। अनि यहाँ चाहिँ हरेक पूर्णिमाको के अरे वैशाख पूर्णिमा अथवा मङ्सिर पूर्णिमामा चाहिँ के गर्छ भन्दाखेरि यहाँ दुध चढाउँछ। दुध चढाइसके पछाडि चाहिँ गोठ बडाका भएर जान्छ। यो तपाईँको चाहिँ गाई बस्तु फैलिने यस्तो हुन्छ। अनि दुख बिमार भएको बेला पनि यहाँ तपाईँको चाहिँ यसको के गर्छ त भन्दाखेरि दुध चढाइसके पछाडि सुब्बे फाद्दे हुन्छ गोठमा। मान्छे दुख बिमारमा पूजा गर्छ सिद्ध सिकारीको। यहाँ भान्जा पनि हुनुहुन्छ कता यता, उहाँलाई पनि सोध्नु, उहाँहरूले पनि सिद्ध पूजा गर्छ। सिद्धे राजाको सिद्ध सिकारीको पूजा गर्छ। यो चाहिँ तपाईँको एकदम राम्रो। यसको अर्को पनि मिथक छ कहानी किंवदन्ती, तर यो अहिले म भन्दिनँ पछि। हजुर अलिक टाइम लाग्छ। यो चाहिँ पाट हाल्नुपर्छ। त्यो छ। यो चाहिँ त्यस्तो यस्तो कोही कसैको मनोकाङ्क्षा पुरा भएको छैन भने यहाँ आएर पूजा गर्ने। हजुर स्वाटै जे सोच्यो त्यो पुरा हुन्छ। हजुर तपाईँहरू पनि आउनुहोस्, तपाईँहरूको मनोकामना पुरा भएको छ। हजुर यो ध्रुवेले चढाएको काठमाडौँबाट लिएर तपाईँले नै चढाउनु भयो है। ध्रुवे भन्नाले आज त लुक्स पनि चेन्ज गरेर आउनु भएको छ। यो चाहिँ कस्तो चढाएको, यहाँ प्रायः मान्छेले चाहिँ हाम्रो मबटेको जीवन बङ्गालले पनि हजुर देखाएको छ अरे। यहाँ मन्दिरमा ऊ चढाउँदै गरेको के अरे घन्टी चढाउँदै देखाएको छ अरे। सायद चढाउनुहुन्छ होला उहाँले। तल ऊको के मालुङको दाजु लाउडे उहाँकोले भने सुनेको थिएँ तपाईँले। यसको यो घन्टी झुन्डाउने ठाउँ पनि फेरिदिनु पर्ने बेला भएछ। सखुवाको हो यो फेर्ने बेला भयो। डरेलो उता एउटा भाँचिए छ पनि होइन। यो भाँची हो। यहाँ टन्नै थियो, मान्छेले कतिपयले चोरेर लान्छन्। अब के अरे के भन्छ त्यो, अब यो सफा गरिसकिसकेपछि हामी फेर्छौँ यसलाई पनि, खतरा हुन्छ। राम्रो बनाउँछौँ। यस्तो दामी खालको यहाँ मन्दिर बनाउने भन्ने चाहिँ यो धेरै 1990 साल 88 सालको मान्छेले थाहा पाउँदाखेरि पनि यस्तै थियो अरे क्या यो। हजुर उहाँ हुनुहुन्छ अहिले पनि हाम्रो डम्बरबहादुर भुजेल, हाम्रो हजुरबा बराउ। उहाँले डम्बरबहादुर भुजेल भनेको चाहिँ को हाम्रो भइरहेको हजुरबा हजुरबाउको पनि दाइ यही घर माथि। कता हो कता नि 1988 सालको भनेपछि अहिले कति भयो त तपाईँको 90 वर्ष लगभग पुगिसक्नु भयो होला होइन त। हजुर हजुर त्यो चाहिँ यो चाहिँ मेरो सोच के छ भन्दाखेरि यसलाई अझ तपाईँको वाल उठाएर ठुलो बनाउने भन्ने प्लान हो कि यो संरक्षण गर्ने भन्ने हो। यहाँ पैसा पनि चढाउँछ मान्छेले यस्तो। यहाँ पैसाहरू कुहेर गएर हेर्नु न, यो चाहिँ एउटा बक्स पनि चाहिएको छ। एउटा बक्स लगाइदिनु पर्ने भएर हेर्नु त सबै कुहेर गयो। पैसाहरू यहाँ तल हेरौँ न, यसरी चढाउँछ मान्छेहरू। यहाँ कति आउँछन् घुम्न। तर यो पालिकाले चिन्न नसकेको एउटा गहना हो नि त। बाह्रपोखरीकै उत्कृष्ट ठाउँमध्येको एउटा जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो पनि विभिन्न भूभागहरू देखिन्छ, हिम श्रृङ्खलाहरू अनि तराईको भूभागहरू, फाँटहरू सबै देख्न सकिन्छ। हस् धन्यवाद दाइ। थ्याङ्क यू।